हेलो नमस्ते एभ्रिवान वेलकम टु माई ब्लेज ब्लग डे 4। लामो समयको पोखरा बसाएपछि फाइनली आई गट चान्स टु गो माई होम। जाँदाखेरि भिडियो बनाउँदै जाऊँ भनेर भिडियो बनाएको छु, आशा छ हेरिदिनु हुनेछ। खासमा म आफ्नै घर जान लागेको आज। घर जानुको मेन कारण भनेको म 1 महिनाभन्दा अगाडि घरमा गएको थिएँ, तर अहिले बर्खाको समय बाटो खाल्टाखुल्टी भएको हुनाले सिद्धार्थ हाइवेबाट 15 मिनटको राइडपछि म आफ्नो घरमा पुगेँ। बर्खाको समय भएकोले घरमा झारहरू डम्मै थियो, तर मैले झारहरूको भिडियो राख्न सकिनँ किनभने झार देखिसकेपछि मलाई कति बेला टिपेर सफा गरौँ जस्तो भयो। भिडियोतिर मेरो ध्यान नै गएन, सफा गराएपछि मात्र मैले भिडियो खिचेको हो। 1 महिना अगाडि लागेको खुर्सानी लसुन अदुवामा झारहरू डम्मै भएको थियो। आज मैले 3 घन्टा लगाएर सबै झारहरू टिपेर छ्याङ्ग बनाएको। यत्रो गरिसकेपछि त मलाई खुर्सानीहरूले पनि धन्यवाद भन्ने होला नि, बिचरा यिनीहरूको झार हटाइदियो भनेर। राम्रो आकाशे खुर्सानी फलेको छ। खुर्सानी गोडमेल लगाउने यतात्यतामा सबै मेरो इफोर्ट हुन्छ भने खानामा चोरको इफोर्ट हुन्छ। चोर नआउनेहरूले अलिअलि गोडमेल पनि गरिदिए हुने नि। खासमा कुरा काट्नेहरूले बच्चाहरूको रेखदेख गर्ने, बच्चाहरूको फी तिर्ने, यस्ता चोर नआउनेहरूले के अरे गोडमेल गरिदिए हुन्थ्यो नि, तर होइन, उनीहरूले खाना मात्रै जानेका छन्। यो बेली चमेलीहरूले फेरि शोभा बढाएका छन्, मेरो घरहरू कुरेका छन्, राम्रो भएका छन्। यिनीहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। त्यो गमलामा लगाउने उन्नत जातको फुलहरूले भन्दा यस्तो लोकल फुलहरूले नै धेरै राम्रोसँग घरको हेरचाह गरेको, घरको शोभा बढाएको जस्तो मान्छु मैले त। जलफुल गर्न, पूजाआजा गर्न सो प्लान्ट भन्दा यस्तो प्लान्टहरू राम्रो लाग्ने भएको हुनाले मनपर्छ। भैँसीले गोठमा आराम गरिरहेको छ। मेरो आमालाई भैँसी कराउनु हुँदैन, भैँसी करायो भने के भयो भनेर गोठमा जानुहुन्छ। यसले आराम गरिरहेको बेलामा आमाले पनि आफूले इन्जोय गरिराख्नु भएको छ। आहा कति मिठो लङसुपिल बसाएको। अनि यत्रो लामो समय पोखरा बसेर आउँदा मलाई पनि बोलाइदेऊ न कान्छी भनेका छन् मेरो 2टा हब्बडहरू अनि 3टा कोइलर कुखुराहरूले। गाउँमा आइसकेपछि गाउँले ड्युटी त जोइन गरिहाल्नु पर्यो, बसेर खानु पुग्दैन। अलिअलि झार गोड मेल पात गरेर राम्रो बनाएँ मैले। घरको सबै काम भ्याएपछि अब माइती देशतिर बाटो लाग्नु पर्यो भनेर हिँडेको। माइती देश जाने बाटो यतातिरबाट हो। बाई अर्को ब्लगमा भेटौँला।